हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो आजको डे 3 मिनी ब्लगमा। सो अहिले चाहिँ रातिको 9 बजिसक्यो अनि 10 बजे चाहिँ मेरो हस्बेन्डको खाना लिने आउने टाइम हो। तर अहिलेसम्म मैले खाना चाहिँ रेडी गरेकै छैन किनकि आज मलाई कामबाट फर्किन अलि लेट भइहाल्यो थियो। अनि कामबाट आउँदा आउँदै मैले सबभन्दा पहिला चाहिँ गर्छु स्क्रिप्ट लेख्ने काम। भिडियोको लागि स्क्रिप्ट लेखेर सकेर मात्र म खाना बनाउन स्टार्ट गर्छु। अनि मेरो हस्बेन्ड आउनुभन्दा पहिला चाहिँ मैले खाना सबै रेडी गरिसकेका हुन्थे। अब प्राय जस्तो यस्तो लेट भएको मौकामा चाहिँ मैले जहिले पनि भात बनाएर भात भुटेर दिने गर्थे। तर आज चाहिँ मैले बिहान नै साझा आलु र चनाको सब्जी बनाउँछु भनेर चना भिजाएर राखेको थिएँ। फेरि अघि मैले भुटेको भात भन्दा चाहिँ छ्या कति अल्छी गरेको होला, खानामा नि कसैले भुटेको भात खान्छ र भन्नु होला। त्यो चाहिँ अल्छी गरेर होइन, हामीले भुटेको भातलाई पनि एक स्पेशल डिशको रूपमा हेर्छौँ जो कि हामीलाई एकदमै मन पर्छ। बाइ द वे गाइज, अब चना भिजाएर राखेको छ भने नबनाउने त कुरा भएन। सो आज चाहिँ खाना बनाउन लेट हुन्छ भनेर मैले पहिले नै हस्बेन्डलाई कल गरेर भनिहालेँ कि आज घरमा खाना लिन अलि लेट आउनु। त्यसपछि मैले पनि ढिलो नगरेर फटाफट भात अनि आलु चनाको सब्जी बनाएर रेडी गरेर उहाँको खाना टिफिनमा प्याक गरिदिएँ अनि उहाँलाई तुरुन्तै खाना लिन बोलाइहालेँ। सो गाइज, यहाँसम्म ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। आजको लागि यति नै, बाइ बाइ।